र फेरि पनि स्वागत गर्छु तपाईलाई मेरो अर्को भ्लगमा। आजको भ्लग रहेको छ विवाह भ्लग। चटमङ्नी पट बिहाको भ्लग देखाएर मनोरञ्जन गराउनेछु, हेर्दै जानु नबिर्सिनु होला। र हामी चाहिँ अहिले यहाँ माथि तामसाङदेखिको तलौमा आइपुगेको छौँ, तामसाङको तलौमा। र अहिले चाहिँ विवाहको गाडी लगेर हामी पशुपति ओह्रालो झर्दैछौँ। अगाडि चाहिँ यहाँ बेहुलाको गाडी जाँदैछ, बेहुला इरेमा जाँदैछ। पवन दाले चलाइरहेको गाडी चाहिँ पछाडि पनि छ। र हामी चाहिँ यहाँ अलिक यसो ठुलो मान्छेसँगै बसेको छु। आज चाहिँ ठुलो मान्छेहरू छ यहाँ, भिआइपी एकदम। यहाँ अगाडि चाहिँ हाम्रो पास्टर बाबा हुनुहुन्छ, यहाँ भाइ मिस्टर पिटर। र अहिले भने चाहिँ हामी बिहा घरमा प्रवेश गरिसकेका छौँ। हामीलाई यसरी स्वागत गरेर चिया पानी खाइरहेका छौँ। यस्तो छ यहाँ गरमले चाहिँ एकदम हामीलाई हत्तु भइसक्यो। हाम्रो बेहुलाजी चाहिँ यहाँ हुनुहुन्छ। र विवाहमा चाहिँ सबैभन्दा पहिला हामीलाई डान्सहरू देखाएर स्वागत गर्यो। अनि हामी थकाइ मार्दै यसरी मण्डपको अगाडि बसेर हामी नाचगान हेऱ्यौँ। त्यतिमा नै हाम्रो बेहुलीलाई ल्यायो। म एउटा सहयोगी बनाउनेछु भनेर भन्नुभयो। अनि त्यो स्त्रीलाई चाहिँ परमेश्वरको वचनले भन्दछ तिनीहरू एउटै शरीर हुन्। अभी भाई बंटी, क्या आप अनीता को अपनी विवाहित पत्नी के रूप में स्वीकार किया है? क्या तुम परमेश्वर के पवित्र नियम के अनुसार विवाहित स्थिति में सदा एक साथ बने रहोगे? क्या तुम इस जीवन पर्यंत उससे प्रेम करोगे, उसका आदर करोगे और उसके साथ विश्वास में बने रहोगे? अनीता, क्या तुम बंटी को अपना विवाहित पति करके स्वीकार किया है? क्या तुम परमेश्वर के पवित्र नियम के अनुसार विवाहित स्थिति में सदा एक साथ बनी रहोगी, इस जीवन पर्यंत उससे प्रेम करोगी, उनका आदर करोगी और पत्नी के रूप में विश्वासी बनी रहोगी? जी। बाएं लेफ्ट में। ताली बजाएंगे।
पानी परेको हुनाले तपाईलाई अन्तिम बिदाई कार्यक्रम देखाउनु असमर्थ बने। यसकारण आजको भ्लगलाई यहीसम्म राख्दै हामी फेरि गाडीतर्फ गइरहेको छौँ र हाम्रो बेहुलीको गाडी अगाडि निस्किसकेको छ। पानी परिरहेको छ। अब यहाँ बाई बाई गर्दैछ, पानीले गर्दा देखेन हजुरहरू।